मासुको जस्तै स्वाद आउने गरेर बनाउने होइन त च्याउको अचार। आउनुहोस् सँगसँगै सुरु गरौँ है त। यसको लागि मैले 1 पाउ पात च्याउ लिएको छु। यो अचारको लागि पनि पात च्याउ नै ठिक हुन्छ। थोरै सामग्रीहरू प्रयोग गरेर पनि यो अचार एकदम स्वादिष्ट बनाउन सकिन्छ। मैले चाहिने च्याउलाई मजाले सफासँग केलाइसकेपछि यसलाई सफा पानीले धोएर अनि थोरै नुन अनि बेसार राखेर मजाले मोलिदिएँ। यसलाई मजाले मोलिदिइसकेपछि एकछिनको लागि रेस्ट गर्न छाडिदिएँ। त्यो समयमा चाहिँ नि मैले यसलाई आवश्यक पर्ने मसलाहरू रेडी गर्छु। थोरै तिल र भाङ, जिरा र धनियाँ यसलाई भुटेर अनि यसको पाउडर बनाएँ। अनि यसमा मैले थोरै स्वादको लागि मिठा सौँफ एड गरिदिएँ। अनि यता भने म स्पाइसी चटनी रेडी पारिसकेको थिएँ। यो अदुवा लसुन टिमुर अनि रातो खुर्सानीको पेस्ट है साथीहरू। अब मैले यता प्यान तताएर च्याउलाई फ्राई गर्नको लागि तेल राखिदिएँ। तेल मजाले तातिसकेपछि भने मैले च्याउलाई फ्राई गर्नको लागि प्यानमा राखिदिएँ। मैले च्याउलाई भने मिडियम फ्राई गर्छु आज, किनकि अहिले तत्कालै खाने हो नि त। हजुरहरूले यसलाई मजाले बट्टामा स्टोर गरेर 2-3 महिनासम्म राखेर पनि खान सक्नुहुन्छ। त्यसको लागि भने च्याउलाई अलिक डिप फ्राई गर्नुपर्ने हुन्छ। मैले चाहिँ नि अहिले भर्खरै खाने भएको भएर यतिको मात्रै फ्राई गरेँ। मेरो च्याउ फ्राई भइसकेको छ अनि फ्राई भइसकेपछि यसमा अघि रेडी पारेर राखेको मसलाहरू एड गरेँ। अलिक पिरो बनाउनको लागि चाहिँ नि मैले यो स्पाइसी चटनी अलि बढी राखेको छु। हजुरहरूलाई स्वाद अनुसार राख्न सक्नुहुन्छ पिरो। अब भने मेरो च्याउको अचार रेडी भइसकेको छ। यो च्याउको अचारलाई हामीले खानासँग खान पनि सकिन्छ भने खाजाको रूपमा लिन पनि सकिन्छ। आज भने मैले खाजाको रूपमै बनाएको छु। यसलाई चिउरा भुजा जेसँग पनि लिन सकिन्छ। हेर्नुहोस् त रेडी भइसक्यो। थ्याङ्क यू फर वाचिङ।